आज होइन भोलि छ हाम्रो 10 बजे। ब्रो भोलि कति बजे छ गेम? खोइ हाम्रो लिब्रोलाई लाग्छ नि त। नेटै सोलो भयो यार मेरो यार। चले हौ अहिले त। अनि चले हा के हाम्रो लिब्रो के भन्नुभएको थियो? हाम्रो लिब्रो लगाइदिनु भयो यार हजुरले यार तेरि यार। डायमन्ड्स नब्रो अनि दाइलेसँगै खेलौँ ल भन्नु हो, त्यति फोकस त गरे होइन दाइको फेरि छुट्टी आए बेला एकचोटि सँगै हानौँ भन्ने उस भयो कि हँसाइदिनुहुन्छ हजुरले पनि माइलाजी। तपाईँहरूले ढुङ्गा छ हानिहाल्नु त। जापानमा माइलो दाई। कहाँ हो र गेम हजुरहरूको? पोखरा नदीपुरमा ए जापानमा को हो र दिपक दाई? माइलो छन्त्याल माइलो डर। फ्लाइट कहिले हो फ्लाइट? मेरो 2-3 तारिकतिर हुन्छ होला। 2-3 तारिक ए 2-3 गतेतिर। नेपालको? तपाईँ कुन गेममा जाने होस्? पर्वतको जाने कि स्याङ्जाकोमा? हजुरको पर्वतले राखेकोमा जाने हजुर। हजुर कुन गेममा जाने हो र? थ्याङ्क यू नवीन थापाबाट। 20 मा? पर्वतकोमा मलाई खोइ त्योमा नि बोला अब के गर्छन् अब। हेलो नमस्ते। एक हप्ताको भिसा हजुरको? 20 तारिककोमा 20 तारिककोमा म पछिकोमा होला। मे 1। अहिले त उयो हिमाल जाने रहेछ के आलेको नि त हामीदेखि भिसा त के अरे आएन अब आउँछ अन्जल। आले नि हो क्या आले। ए आइसक्यो भिसा। बुटोल पुलिस भिसा आएन खोइ भोलि पर्सितिर थाहा हुन्छ होला नि, त्यसको 2-4 दिनमा थाहा हुन्छ त्यसको नि। ए विष्णु पर्वतबाट। भनेपछि पर्वत त धोके ठिकै छ। पर्वतको राम्रो हुन्छ होला। लिफ्ट छ सजिलो नि ऊ खर्काबाट हो। त घरमै हो घरमै। अनि याप्स त भयो होला नि? याप्स भइसक्यो कि नै? नेमार लगाएछ बरु रोज थ्याङ्क यू। सोज हान्न पऱ्यो है तेज। हामी पर्वत देखियो पर्वत खोइ छैन त यार कोही यार। मेरो माया गर्नु छोड्यो यार आजकल त यार। पुणे मोर थ्याङ्क यू सो मच। आई विल थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। धेरै धेरै थ्याङ्क यू। लाग्नु पऱ्यो। ओ दोहोर घरतिर पो आएछ नि त यार। त्यो त पुरै मुटु मुटु आएछ। नेवार बोलो ल धन्यवाद। साथीहरु जापान आयो क्या जापानबाट आयो क्या हो र। गाह्रो भयो मलाई भन्छ अब है। युकेमा त दोहोरो साथीहरु आएछन् फेरि यार। मलाई गाह्रो भयो भन्छ। होइन तपाईँले हुन्न ढुक्क हुनुहोस्। मलाई त एउटा रोज दिने मान्छे नि छैन। टेन्सन भयो यार त्यतिकै। हामी हङकङ हो। मलाई त एउटा रोज दिने मान्छे नि छैन यार सोल्टी। गाह्रो भयो नि त अब त्यसो भए त। हजुरले तताउनु भयो है बाबु। के त तान्नु सोल्टी? तपाईँकै छ नि अहिले त नेपाल विदेश सबै खानुभएको छ यार हजुरले। सोल्तिर हुनुहुन्छ है। सोलतिर उस ओपन विष्णु उमेश अलराउन्डर। हजुर उमेश अलराउन्डर बुटुल जाने हजुर जाने पोखरामा हो। रहेछ जानी। बुटुलमा त पछि हो, पछि 6 गतेदेखि। हङकङ हो तर यहाँ अहिले हङकङसँग छोडिदिनु अहिले ट्याक्टै पार्नु त सबैजनाले। धोबी हान्नु भयो यार सोल्टी लिएर युकेबाट मगाइसक्नु भयो साथीहरू यार। मेरो त युके छैन नि यार। गेम नभ्याउने भयो त नि पोखराको। खै अब हेरौँ भ्याउनु होला यार। झ्याउ भयो। हुन त 18 तारिक 19 तारिक आइन्छ फेरि गएर 19 गते त आइन्छ। मैले स्पाइकर पाएको हो।
अलि हिमाल दर्शन भनेर छ थापा ब्रोले दर्शन दर्शन हिमाल धेरै कहाँ हिमालहरू घरतिरै होला न है नकुल रसेली साले ल वेलकम वेलकम भन्दै पनि ल ठक्काली भाइ ब्रो वेलकम सबैजनाले ल थ्याङ्क भन्छन् यू सो मच सिन्धल ब्रो वेलकम मगर दिपु वेलकम सबैजनाले ल मिस्टर हान्नु भयो सिंह मलाई त अन्त सबैजनालाई हान्नु भयो यार सुरेश कता अफिसियल हुनुहुन्छ मेरो यार हाई यार सबैजनाले वेलकम वेलकम सबैजनालाई है ल गुरुङ नम्बर ब्रो ए थ्याङ्क यू ल 8848 ब्रो थ्याङ्क यू जीवन ब्रो ल प्रतीक गुरुङ ल सबैजनालाई वेलकम छ है गाइजहरू ल मान्छे त लत्तै गरे त फेरि साथीहरू त ओके ल थ्याङ्क यू सो मच है सबैजनालाई वेलकम छ मेरो लाइभमा गाइज हान्न पर्यो है 25 सेकेन्ड बाँकी छ उता त युके हुनुहुन्छ सबै युकेदेखि यहाँ उता युके पाखा गन्दा बरु जय गण्डकी भन्नु भएको छ कोही छैन है लास्टमा हान्ने मैले उता हङकङतिर हो क्या है थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच ओह सोल्टीको टोपी आयो ए ल बढाएछ सोल्टीले त्यो ल फेरि पनि ओ थ्याङ्क यू सो मच दाइ राजु थ्याङ्क यू सो मच दादाजी सन्तोष ओ माइला टोलाको टोला हुनु टोपीको भयो झोलै हान्नु भयो त यार माइला त मिठो टोलाउनु भयो नि माइला हजुर अब युकेबाट साथीहरू सुतेछन् क्या अघि यसो आएर एउटा उसान देखेर नम्बर गरे ठिकै छ अब हजुर मगर सोल्टी के गर्नु नि अब भलिबलमा हामी अब हेर माइला 31 वर्ष भयो माइला 31 थ्याङ्क यू सो मच है सबैलाई म अहिले घरमै छु है घरमै छु सोल्टीलाई 2 गेम त हानिसक्छ ठिक छ नोभेम्बर बरु एकदम ठिक छ है इन्द्र कता गयो इन्द्र हजुर राखेको थिएँ मैले इन्द्रको दिमाग खराब भएर उहाँ 1 हप्ता झुल्लेर यार त्यसै यार म होइन क्या इन्द्रको पैसा कहाँ? इन्द्र लिन गइकन भनेको इन्द्र ए खोइ गयो होला नि पैसा राखेको थिएँ इन्द्रको भनेको म पोखरा छु है खास किन जानु पर्यो इन्द्र पुलिस रिपोर्ट बनाउनु म पोखरा मगर ब्रो इन्द्र जानुपर्छ पुलिस पहिला इन्डिया बसेको खै त मान्छेहरू पनि सन्चै हुनुहुन्छ हजुर साथीहरू नेवार ब्रो धन्यवाद ल नवीन ठाउँ ब्रो सन्जु दाइको फ्यामिली ल हजुर बुटोल जाने हजुर विकल ब्रो ल दर्शन दिदी आउँदैन दिदी आउँदैन मेरो लाइभमा सबजनालाई थ्याङ्क यू दाजु थ्याङ्क यू के हुनुहुन्छ अरे म त सुतिरहेको अब सुत्न लाग्यो यसो लाइभ बसेको एकछिन थ्याङ्क यू सो मच ड्रिम मगरजी सबैजनालाई थ्याङ्क यू सो मच स्कुटी ब्रो ल धन्यवाद हजुरलाई थ्याङ्क यू नन्दपुर हामी आज एक गेम खेलेर बसेको हो आजबाट सुरु भइसक्यो आइस ब्रो सबैजनालाई धेरै हामी एक गेम खेलेर बसेको भोलि कति बजे त गेम भोलि खै 2 बजे होला तर त हिजो ओके यो म 2 बजे हजुर हाजी राजा ब्रो भोलि त 2 पनि पर्छ होला राजु केसी दाजु लाइभ चाहिँ खै भोलि अरुणा साईको युट्युब च्यानलमा आउँछ भन्ने सुनेको छ कि थाहा छैन बुटुलमा पुलिसबाट हुन्छ होला ब्रो थ्याङ्क यू सो मच बेस भन्नु भएको छ रमाइको लागि धेरै धन्यवाद दिइसक्यो मैले दाजी हे लेभलै मिलेन यार हजुर मिलाउनु पर्यो कि अब त्यो त तात्नु पर्ने थियो युकेबाट आइरहेको थियो कता गएँ
साथीहरू थपै हराउनु भयो त कता दाजुहरूले दिनुभयो यसो माया गरेर त्यही हो अब। ल ऊ रेशम दाई भन्नुहोस् हजुर हजुर सन्तोष बरु हजुर हजुर सबै 32 भयो, 30 साथीहरू ट्याप ट्याप चाहिँ हानौँ है हेलो हेलो सबैजना मर्निङ खै मेरो फिक्स छैन है के हुन्छ है गेम अहिले पोखरामा छ सानो जम्मा 1 लाख पुराइदेखि भएर खानु पर्यो है दाजु मिसु भन्नुभएको छ थ्याङ्क यू ल ल विशाल गति बरु ए सन्जु दाईको फ्यान ए हजुर हजुर ठिकै छ हाय 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 एसएम दाई विमल भण्डारी पोखरा छ गेम सानो गेम छ हाम्रो त्यही ओ ठिक छ हजुर विष्णु छेत्री अब गण्डकी बाडी खेल्छ है माया किरण उतै छ चिरन भाइको खुट्टा मर्केको छ रिप्लाई दिइरहेको छु सबिनाजीको थ्याङ्क यू सो मच सबैजनालाई धेरै धेरै धन्यवाद है सर धन्यवाद हजुर किङ हजुर किङ खै त साथीहरू ट्यापट्याप पनि गर्न नान्दै धोबीको धुलै खाइयो त यहाँ ऊ रेशम सोल्टी एउटै टिमबाट उनीहरू है ओ ल मिस मनी मुकुन्दमा छ दिदी छ गतेदेखि छ है 6 गतेदेखि हेलो हेलो मेरो लेभलै मिलेन नि त के गर्नु त सोल्टी ज्याउ भइदियो सोल्टीमा लेभलको कुरा हुन्न के छँदैछ उमेरा हिँड्ने हो घुमेर कुन टिमबाट खेल्नु भएको भाइ भन्नुभएको छ हामी यहाँ गोल्डबाट खेलेको छौँ उता चाहिँ पुलिसबाट बुटोलमा चाहिँ है म पर्वतबाट कुमार पट्टिक मगर ब्रो यहाँ चाहिँ 1 लाखको हो है उता मणिपुरमा 3 लाखको मगर गणेश न थ्याङ्क यू होइन विष्णु छेत्री त गण्डकीबाटै खेल्छ शिवकति बरु ल थ्याङ्क यू ल इलिसिया भयो कि नआउनुहुन्छ ल खगेन्द्र दाइले पनि ल धन्यवाद हजुरलाई म त खासै हो भन्नुहुन्छ मेरो बुर्ती पाएन हो मणिमुकुन्दमा हजुर नाइट गेम हो है नाइट गेम मणिमुकुन्दमा चाहिँ माया र सपोर्टको लागि हजुर खेल्दैन अब 60 करोड त उतै हुनुहुन्छ पोखरा भोलि भेट्छु मैले है उदय पनि आउनुहुन्छ लदर वेदरले पनि वेलकम छ है घरतिर काम छ भन्दै हुनुहुन्थ्यो आउनुहुन्न जस्तो लागिरहेछ के गर्नुहुन्छ है विष्णु छेत्री हजुर बाह्रखोलाबाट भित्र विष्णु छेत्री दाजु म घरमै छु है अहिले म धेरै पछि खेलेको आज अलिक खेल्न सकेको छैन मन त्यही भएर धन्यवाद है सबैजनालाई ल श्रीमती बरु दिलिसा भाउजी सबैजनालाई धन्यवाद गण्डकी जान्छ साहिल छेत्री बरु गण्डकी भइहाल्छ नि किन नजाने गण्डकी